मेरो जीवन शत्रु अनि समस्याले भरिदेऊ भगवान, किनकि मलाई अझ बलियो बन्नु छ, अझ पाठ सिक्नु छ अनि आफ्नो जीवन कथा अझ रोचक बनाउनु छ। न कसैसँग गुनासो राख न त आश, किनकि संसार आफ्नो हिसाबले चलाउन यो आवश्यक छ। मानिस यतिसम्म चेतनशील प्राणी हो कि ऊ भनिने पशुभन्दा धेरै तलसम्म गिर्न सक्छ। संसारको तमाम समस्याको मूल जड कारण हो आश। यदि तपाईँ दुखी हुन चाहनुहुन्न भने आश गर्न छाड्नुहोस्, र यदि तपाईँ प्रगति गर्न चाहनुहुन्छ भने आश गर्न थाल्नुहोस्। मानिस परिणामको कारणले होइन, आफ्नो आश टुट्ने कारणले डराउने गर्छ। समय यति चाँडो रङ फेर्छ नि, बितेको र आउनेवालाको फरक चिन्न गाह्रो हुन्छ। मेरो ख्यालमा यदि कसैले समयलाई बुझ्न सकेको छ त त्यसले जसको सबै समय सकिएको छ। जब नाताले रूप फेर्छ नि त हजारौं माफी पनि गल्तीको अगाडि कम नै हुने गर्छ, र जब मानिसले रूप फेर्छ नि त हजारौं याद पनि त्यो बदलावको अगाडि कम नै हुन्छ। जब संसारमा विकासको ठाउँ विनाशले लिन्छ त कलियुगको सुरुवात हुन्छ। प्रेम कुनै पनि व्यक्तिलाई होइन, त्यस व्यक्तिप्रति लगानी गरिएको समय, धन र उसको आकृतिलाई गरिएको हुन्छ। जीवनको रोल क्रममा तिमीलाई साँच्चै ख्याल गर्ने व्यक्ति यस प्रकार रहेका छन्: आमा, बुवा, परिवार, प्रेमी, प्रेमिका, साथी, आफन्त, छरछिमेक अनि मानवता।